यो चाहिँ हो मजुरको प्वाँख। गाउँ बस्तीमा बस्नु छुट्टै मजा छ अनि यो प्वाँख चाहिँ हाम्रो गाउँमा पाउने गर्छ किनकि धेरै मात्रामा यहाँ मजुर भएकोले गर्दाखेरि। र यो चाहिँ मेरो गाउँको सानसानो भाइ बहिनीले खोजेर ल्याइदिनु भएको हो। उहाँहरूलाई त्यसको सट्टा मिठाई खाने पैसा दिनुपर्छ। यसरी मजुरको प्वाँख खोजेर ल्याइदिनुहुन्छ। कलेक्सन गरेको छ। यो चाहिँ केटाकेटीहरूले खोजेर ल्याइदिन्छ हो। मजुरको प्वाँख यानि कि पिकक फेदर यो हेर्नमा एकदमै रमाइलो हुन्छ अनि एट्र्याक्टिभ हुन्छ र मान्छेले आफ्नो आफ्नो धर्मशास्त्र अनुसार यसलाई धेरैवटा सांस्कृतिक कुराहरूमा प्रयोग गर्ने गरेको छ भने यो एकदमै एट्र्याक्टिभ भएकोले गर्दाखेरि मान्छेले यसलाई घरमा पनि सजाएर राख्ने गरेको छ र यो धेरै डेकोरेटिभ कुराहरूमा काम आउने गरेको छ भने यसले धेरै नै शोभा दिँदछ घरभित्र सजाएर राख्दाखेरि। भने बजारमा यसको धेरै बिक्री भाउ छ र सानसानो हुँदाखेरि हामीले यो मजुरको प्वाँख बढ्छ भनेर किताबको चेपमा हाल्ने गरेको थियौँ। तपाईँले गर्नुभएको छ छैन त्यो पनि कमेन्ट गर्नुहोला।